साथीहरू मलाई एउटा कुरा एकदम बोल्न मन लाग्यो क्या। नबोलौँ नबोलौँ भन्दा नि नबोलिकन मैले सुखै पाइनँ क्या। कस्तो छ भने अहिलेकै सन्दर्भको कुरा म गर्न गइरहेको छु। अहिले जुन राजावादीहरू चाहिँ राजा लिएर आउन भनेर एकदम कस्सिएर लाग्नु भएको छ नि, जबसम्म हामी राजा लिएर आउँदैनौँ, यो सडक हामी छोड्दैनौँ, यो सडकलाई हामी तताइ नै रहन्छौँ र राजालाई हामी नारायण नीति दरबारमा लिएर आएरै छोड्छौँ भनेर उहाँहरू चाहिँ कस्सी लागेर लागिपर्नु भएको छ होइन। ल त्यो ठिक छ, उहाँहरूले राजा लिएर आउन उहाँहरूको इच्छा हो, राजालाई पनि आउन सिंहासनमा बस्ने एउटा इच्छा हो, त्यो इच्छा राख्न पाइन्छ, त्यो व्यक्त गर्न पाइन्छ। तर एकदम अराजक हुन थालिसक्यो क्या अब। किन अराजक पनि भयो भन्दाखेरि यो कस्तो भयो भन्दाखेरि राजा किन फ्याँकियो त भन्दा राजा ठिक भएन, ठिक नेपाली जनतालाई ठिक लागेन, त्यो टाइममा राजाको शैली ठिक लागेन, त्यस कारणले राजा फ्याँकियो। त्यतिखेर राजाले अलिक कु गर्न खोजेका थिए। त्यो जब उनी राजा भए 58 पछाडि 59 मा, त्यस पछाडि उनले कु गरे, सबै शक्ति जति आफ्नो हातमा लिएर त्यो गर्न खोजे हुनाले नेपाली जनतालाई मन परेन। अर्को चाहिँ कस्तो भने त्यो जुन राजदरबार हत्याकाण्ड भयो नि, राजदरबार हत्याकाण्ड भएपछि ज्ञानेन्द्र चुप बसे। उनले आफ्नो दाजुको त्यत्रो वंशनाश हुँदाखेरि कसरी छानबिन गरेर त्यो हत्यारालाई कसरी पक्रिने भनेर कुनै स्टेप चालेन। उनी कुनै बोले, त्यो घटनालाई गुपचुप बनाउन नै उनी रेडी भए होइन। अनि त्यस पछाडि अब त्यहीँ नजिकैको हस्पिटलहरूमा नलगेर त्यो घटना भएपछि, त्यो राजदरबार हत्याकाण्ड भएपछि त्यो दिपेन्द्रदेखि उता वीरेन्द्र होइन, सबैलाई उता सैनिकको हस्पिटलमा टाढा टाढासम्म पुऱ्याएर त्यो बाँच्ने मान्छेलाई पनि मारेका छन् क्या। यो चाहिँ अब ज्ञानेन्द्रले पनि सक्थे नि त, पछि छानबिन गर्न सक्थे उनले होइन, निष्पक्ष छानबिन गराउन सक्थे। तर उनले त्यो गर्न चाहेनन्। किन गर्न चाहेनन् भने केही न केही त छ नि ज्ञानेन्द्रमा पनि, केही न केही खोट नभइकन, उनीमा कुनै कमजोरी नभइकन उनी किन मौन बसे होइन। अनि उनी त्यो घटना भएको दिन किन उता पोखरामा थिए, उनका परिवारको सदस्यलाई कसैलाई किन केही भएन, यो प्रश्नहरू त छन् नि। त्यो मात्र होइन, ज्ञानेन्द्र राजालाई जुन पूर्व राजा छन् उनलाई चाहिँ के पनि आरोपहरू र साँच्चीकै पुष्टि पनि के पनि भएको छ भन्दाखेरि उनले सुन तस्करीमा उनको हात छ, उनले गैँडाका खाकहरू तस्कर गर्नमा उनको हात छ, भ्रष्टाचारमा पनि उनको हात छ, धेरै कुराहरूमा हात छ। उनी हुँदाखेरि राजतन्त्र हुँदाखेरि भ्रष्टाचार हुँदैन थियो? हुन्थ्यो कि हुँदैन थियो? स्टार्ट भएको थियो कि थिएन त्यतिखेर राजतन्त्र हुँदाखेरि चाहिँ? राजतन्त्र हुँदाखेरि नेपालको इकोनोमिक कन्डिसन कस्तो थियो, इन्डेक्स कस्तो थियो इकोनोमिक, त्यो हेरौँ न हामी। अरू कुरै छोडिदिउँ क्या, नेपाली जनताले रोजगार पाइथ्यो।